रतोमाई नगरपालिकाका किसानहरूको लागि खुसीको खबर। हिजो चिरा परेको खेत आज पानीले भरियो। हिजोसम्म पानी नपर्दा किसान चिन्तामा हुनुहुन्थ्यो। असार सकिन लाग्दा पनि रोपाई हुन सकेको थिएन। मैले हिजो भिडियो हालेको थिएँ, धेरैले कमेन्ट गर्नुभएको थियो। तर गए राति परेको अविरल पानीपछि अवस्था फेरिएको छ। यो दृश्य आज बिहान रतोमाई 9 नजिकैको हो। हेर्नुहोस् त, खेतमा घुँडासम्म पानी जमेको छ। हरियो धानको बिउ र पानीको प्रतिबिम्ब कति राम्रो देखिएको छ। अब रतोमाईमा थमाथम रोपाई सुरु भएको छ। तपाईको गाउँमा कस्तो छ अवस्था? कति पानी पर्यो? कमेन्टमा आफ्नो वडा नम्बर लेख्नुहोस्। जय किसान।